के हान्न तान्दैनन् ओहो यस्तो त्यो कोदालोले हान्न तान्दैनन् नाम के रे नाम दर्शकबिन तपाईलाई अनौठो लाग्न सक्छ यस्तो खोरमा चाहिँ मान्छेहरूलाई चाहिँ थुनेर राख्नु भएको छ खास यो खोरमा चाहिँ बाख्रा थुन्नुपर्ने ठाउँमा आज चाहिँ मान्छे थुनिएका छन् सँगै एउटा बाध्यता हो र बाध्यता चाहिँ खास किन भयो त भन्ने हामी चाहिँ प्रश्न गरिराखेका छौँ हाम्रो हजुरआमा हुनुहुन्छ र नातिलाई चाहिँ यसरी खोरमा तुन्नुपर्ने एउटा बाध्यता छ भनिरहनु भएको छ अनि बाख्रा बेचेर बाख्राको खोरमा चाहिँ अहिले मान्छे थुनिएका छौँ भनेर भनिरहनु भएको छ म कुराकानी गर्छु थम्मनजी के छ खबर माम के हो तिम्रो नाम तपाईको नाम के हो के बुझ्नुहुन्न माम भागेर अन्त जान्छ अरूको घाँस भर्खर मगर घाँस राखिदिन्छ गाली गर्छन् म दिनदिनै मेलामा हिजो आज मात्रै हो घर बसेको त्यही भएर बाँधेर राख्छु बिहान 10 बजी बाँध्छु आएर 6 बजी मेलाबाट निस्केर फुकाउँछु त्यहाँ फुकाइसकेपछि खाना दिएर राख्छु बिस्तारामा त्यहाँपछि सुत्छ बिहान उठेर खाना दिइसकेपछि यस्तै हो खास यस्तो कसरी हुनुभयो त तपाईको छोरा जन्मै यस्तै हजुर कति वर्षको हुनुहुन्छ उहाँ चाहिँ 23 वर्षको उमेरमा हैन यसरी चाहिँ बाख्रा बान्ने खोरमा बान्नु भएको छ सारी नराम्रो लाग्छ होला है आफ्नो छोरालाई यसरी म खाली है ओ दाला द हो लाली के भनेको हो भनेको अनि अब त उहाँसँगै हुर्केकाहरू साथीभाइ हैन अरू आफन्तजनहरू बालबच्चा भइसक्यो बिहे गरेर बालबच्चा भइसकेको छ हजुर के गर्ने अब मैले यस्तै दुःख पाएको छु दिनभरि काममा जान्छु बेलुकी आएर फुकाएर खुवाउनु पर्छ जस्तो पनि सधैँ परिरहेको छ धेरै पीडा हुन्छ होला है आफ्नो छोरा यस्तो खोरमा बाँडेर हिँड्दाखेरि हैन धेरै पीडा हुन्छ चिन्ता हुन्छ के गर्ने दिनभरि काम गए पनि सोध्न पर्छ सुर्ता सपना गरेको जस्तो लाग्छ आज र हिजो काम नगएको 1 महिना हुन लाग्यो म पनि बिरामी छु फेरि भरि सुत्केली भइ थिएँ नानी बोलाएर गएको है के नि यस्तै चिन्ता त भइरहेछ भएर सायद उहाँ पनि बिरामी खाने हो बिस्कुटलाई डिटी खाने हो भन्छ